हिजो एकजना पेसेन्ट चेकअपको लागि आउनुभएको थियो। उहाँ चाहिँ आँखामा समस्या आयो भनेर आँखा अस्पताल जोसाउन जानुभएको रहेछ। अनि आँखा अस्पतालमा चाहिँ जाँच पडताल गरेपछि चाहिँ अनि छाला तथा यौन रोग विशेषज्ञकोमा थप उपचारको लागि जानु भनेर भन्नुभएछ। अनि त्यसको लागि चाहिँ डाक्टरको कन्सल्टेसनमा आएको तपाईँकोमा भनेर भन्नुभयो। अनि चेक जाँच गरेपछि, रगतको जाँच गरेपछि के थाहा भयो भने उहाँलाई चाहिँ भिरिङ्गी भन्ने यौन रोग लागेको रहेछ। अब भिरिङ्गी भन्ने यौन रोग जुन छ, यो भिरिङ्गी भन्ने यौन रोगमा पनि आँखामा असर हुन सक्छ, जसलाई चाहिँ अक्युलर सिफिलिस भनेर भनिन्छ। प्राइमरी सिफिलिस, सेकेन्डरी सिफिलिस, टर्सियरी सिफिलिस, भिरिङ्गीको कुनै पनि स्टेजमा चाहिँ आँखामा असर हुन सक्छ, जसलाई चाहिँ अक्युलर सिफिलिस भनेर भनिन्छ। यसमा चाहिँ कस्तो हुन्छ भने आँखा चाहिँ रातो हुने, आँखामा अलिकति दुख्ने, भिजन अलिकति ब्लर हुने, धमिलो हुने, त्यस्तो प्रकारको चाहिँ लक्षणहरू आउन सक्छ। जो महिला मेरोमा चेकअपको लागि आउनुभएको थियो, उहाँलाई चाहिँ भिरिङ्गीको अरू कुनै लक्षण छैन, घाउ खटिरा के पनि छैन। उहाँको श्रीमानलाई चाहिँ 3 महिना अगाडि भिरिङ्गीको उपचार गर्नुभएको रहेछ। अनि उहाँलाई पनि त्यही क्रममा चाहिँ उहाँलाई सरेछ। अनि हिजो चाहिँ मेरोमा ट्रिटमेन्टको लागि आउनुभएको थियो। यदि कसैसँग असुरक्षित शारीरिक सम्बन्ध त्यसरी भएको छ भने भिरिङ्गीको जाँच गर्न आवश्यक छ। यसले चाहिँ यौनाङ्गमा मात्रै घाउ गर्ने, असर गर्ने नभइकन शरीरका अन्य भागमा पनि असर गर्छ। अनि अर्को कुरा इम्पोर्टेन्ट के छ भने 50% भन्दा बढी व्यक्तिहरूलाई भिरिङ्गी लागेको थाहै हुँदैन। एकैपटक ब्लडको टेस्ट गरेपछि मात्रै भिरिङ्गी छ भन्ने थाहा हुन्छ। इन्फेक्सनहरूलाई सर्न सक्छ, आफूले समस्या छ भन्ने थाहा नहुन सक्छ। यदि असुरक्षित सम्बन्ध कसैसँग भएको छ भने रगतको जाँच, विशेष गरी टिपिएचए, भिटिआरएलको जाँच गरेर ढुक्क भएर बस्न चाहिँ आवश्यक छ।